करेलामा हालेर खानलाई यो चाहिँ अङ्कलतिर घर हो, चिसो छ, पारीको चाहिँ देखिन्न केही पनि, अमिलो फाँड पर्छ यता पारी, त्यो जङ्गल चाहिँ देखिन्छ होला हल्का हल्का होइन। अनि भिडियो हेरिदिनु होला, शीत परेछ बाटोमा पनि, भिडियोमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला भन्नु पर्छ। तपाईँ पनि हिँड्नु होला। बिहान बिहानै काम छ भने बिहानै भइहाल्छ नि त। के गरे हाने यहाँले पुरै शीतै शीत छ बाटोमा, कहाँ जाने हो? ल टक्क म चाहिँ के नानी अरे सक्यो के भयो गर्मी छ के भयो? पेप्सी ल्याउनलाई दिएर पेप्सी किन ल्याउनु पऱ्यो र? को दिदी? फुल दिदी केही छैन, अहिले आएपछि ल्याउँला। यता हेर न, हाम्रो मेरो काली रिसाएर पेप्सी लिएन भनेर पैसा मलाई दिएको थिएन, त्यही भएर मैले ल्याइनँ होइन। खोइ त कसलाई दिएको त? यही के 100 रुपियाँको के आउँछ? 80 रुपियाँ किलो रहेछ आलुलाई। लो हेर त यहाँ गर्न त 80 रुपियाँ। ए अँ 70 रुपियाँ जस्तो, म त 80 भनेर मान्थेँ कि, त्यही भएर 200 रुपियाँ दिएर 200 रुपियाँ कसलाई दिएको? मलाई म अहिले आएपछि ल्याउँला, आएपछि अब अलग कुरो हुन्छ, केही छैन होइन। दिदी आउने भइसक्यो, त्यहाँ ल्याउनु पऱ्यो। आलु 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 होइन के अरे पेप्सी होइन। केरा खान्छौ त? लो केरा खाऊ नि त ल खान्छ केरा खाऊ नि त ल। यस्तै उतापट्टि यसलाई मुनिपट्टि पारेर त अहिले गरम लगा, म अहिले गरिहाल्छु नि त। गरे त भयो। यसमा चाहिँ यो करेलामा टक्क काटेर राखेको, करेलामा आलु हालेर टक्क फ्राई गरेर करेला भुर्जी बनाएर खान मजा आउँछ। पानी पनि आइसक्यो, मलाई एउटा अनलाइन भोट देऊ न हौ। ओ खान्छे यता हेर त, अनलाइन भोट देऊ क्या टक्क। लोकल अन्डा घरमा पालेको कुखुराले पारेको होइन, होइन। अघि लिएको आलु यहाँ मेरो कालीले काट्दै छैन, यता हेर न, पेप्सी लिएन भनेर रिसाएर पुरा उत्पाल छ क्या। थोरै यहाँ काटिसकेछ फेरि। तरकारी अघि भएन भने आलु ल्याउन गयो, अहिले यहाँ भाउजूले ल्याइदिनुहोस्। यो मुलाको साग, मुलाको साग बोडी, यो कबेली यता भाउजूले ल्याइदिनु भएको यहाँ।